अहिले चाहिँ म 1 विकको होलिडेमा छु। यसपालि चाहिँ मैले केही प्लान गरेको छुइनँ, कहाँ जाने के गर्ने भनेर मात्रै टाउनमा बसिरहेको छु। आफूलाई समय दिइरहेको छु हैन। के नयाँ कार्यहरू गर्छु भनेर त्यसमा वर्कआउट गरिरहेको छु अहिले हैन। त्यो भएकोले कस्तो हुन्छ भनेपछि घुम्न त हामी जतिखेर पनि निस्कन सक्छौँ नि त हैन। आज प्लान गरेर भोलि पनि निस्कन सक्छौँ, भोलि नै प्लान गरेर भोलि पनि निस्कन सक्छौँ के। तर आफैले केही कार्य गर्न चाहिरहेको छ भने चाहिँ इम्पोर्टेन्ट चाहिँ त्यो हुने गर्छ हैन। पहिलो महत्त्वपूर्ण कुरा भनेको चाहिँ आफैलाई समय दिनुपर्ने हुन्छ हैन। अहिले म त्यो गरिरहेको छु, आफैलाई समय दिएर अनि के नयाँ कार्यहरू गर्नका लागि त्यसमा कदमहरू चाल्दैछु भनौँ न त हैन। एकैचोटि हुँदैन, बिस्तारै हुने कुराहरू यो कुराहरू हैन। हामीले अब बिस्तारै सोच्दै त्यो कार्यहरूमा फोकस गर्दै गयो भने मात्रै हुने गर्छ नि त हैन। अब एकैचोटि जम्प पनि गर्नु भएन हैन। एकैचोटि हो म यो गर्न चाहिरहेको छु भने त्यो गरिहाल्नु पनि अब कसैले सक्छ, कसैलाई अब टाइम लाग्छ नि त। म चाहिँ जहिले पनि के नयाँ कार्य गर्नको लागि चाहिँ एकदमै समय लिन्छु हैन। समय लिन्छु, त्यसको बारेमा अध्ययन गर्छु। ल यो चाहिँ मेरो लागि सुटेबल छ, मैले चाहिँ यो गर्न सक्छु भनिसकेपछि मात्र मैले त्यो कार्यहरू गर्ने गर्छु हैन। त्यही भएर अहिलेको छुट्टीको समय चाहिँ स्पेसली मैले आफूलाई दिइरहेको छु अनि आफूलाई के काम गर्न मन लाग्छ ती कामहरू गरिरहेको छु हैन। अनि साथीभाइहरूसँग भेटघाट भइहाल्यो, आफ्नो लेसनहरू भयो, ती कुराहरू पनि मैले लिइरहेको छु हैन। अनि छुट्टीलाई चाहिँ भरपूर के हुन्छ भनेपछि एकदमै युटिलाइज गर्नुपर्छ कि हामीले हैन। के गर्न मन लाग्छ हैन, तपाईँले त्यो गर्दा हुन्छ के छुट्टीको समयमा हैन। अरू बेलामा त एउटा रेगुलर स्केड्युल हुन्छ हैन, काममा जाऊ आऊ हैन, फ्यामिलीसँगको समय सबै कुराहरू हुन्छ नि। त्यो कुराहरू जसरी भए पनि हामीले गर्नै पर्ने हुन्छ हैन। मेरो एउटा बानी चाहिँ के छ भन्दाखेरि अब फ्यामिलीबाट टाढा छु नि त हैन। त्यो भएकोले गर्दा म एभ्री डे चाहिँ ड्याड ममसँग चाहिँ म कुरा गर्छु अनि उहाँहरूलाई कस्तो छ के छ भनेर बिहान बेलुका एनी टाइम म कुरा गर्ने गर्छु। बिहानै मैले उहाँहरूसँग कुरा गरेँ भने मेरो दिन राम्रो भएर जान्छ कि मलाई त्यो फिल हुन्छ जहिले पनि हैन। जब कामबाट फर्कन्छु फेरि पनि म उहाँहरूसँग एकचोटि कुरा गर्छु। काममा जानुभन्दा अगाडि पनि म एकचोटि कुरा गर्ने गर्छु। मलाई चाहिँ के लाग्छ भने हामीले जबसम्म ड्याड मम्मी हुनुहुन्छ हैन, त्यतिसम्म चाहिँ हामीले समय दिने हो नि त हैन। कुराहरू गर्ने, के छ कस्तो छ भनेर बुझ्ने कार्य चाहिँ जब उहाँहरू हुने बेला गर्नुपर्ने हुन्छ कि। जब उहाँहरू नै नभइसकेपछि हामीले त्यो एउटा सम्झने मात्र हो नि त, सम्झना मात्रै हामीसँग रहन्छ नि त। त्यही भएर चाहिँ अहिले चाहिँ मैले मेरो फर्स्ट प्रायोरिटी चाहिँ मेरो फ्यामिलीलाई राखेको छु हैन। मेरो ड्याड ममको लागि टाइम राखेको छु अनि उहाँहरूसँग म जहिले पनि कुराहरू गर्ने गर्छु। अनि सेकेन्ड भनेको चाहिँ